चामलिङ अर्थात् रोदुङ खोटाङ जिल्लाको बुइपा, बामराङ, नेर्पा, निर्मली डाँडा, रतनछा, मात्तिम, सल्ले, महादेव स्थान, धेतुङ, हलेसी, विजय खर्क, डाँडा गाउँ, खिदिमा आदि गाविसहरूमा या भनौं केन्द्रीय भागमा मूल थलो बनाई बसोबास गरेका छन्। त्यसैगरी उदयपुरको बलमटा, बासबोटे, तामलिछा आदि ठाउँहरूमा बसोबास गर्दछन्। आफूलाई रोदुङ भन्ने यो समुदाय मातृभाषालाई इला भन्दछन्। उधौली उभौली उभौली धिरी नाम उधौली छिरी नाम दा चामलिङहरूको नामाकरण सम्बन्धमा ट्याम्के डाँडाबाट चाम्की शब्द अपभ्रंश हुँदै त्यहीबाट चामिङबाट चामलिङ भएको जनश्रुति छ। उचाइमा रहेको यो टेम्के डाँडा हाम्रा पुर्खा भुसुरीका 3वटा सन्तानहरू जब आफ्नो अंशबण्ड किराँत राई चामलिङ खाम्बातिमका अनुसार चालिम हाङ राजाका सन्तान चामलिङ भएको अर्को महत्वपूर्ण तथ्य छ, जुन आफूहरूलाई करिब 2,50,000 जनसङ्ख्या भएको तथ्य उल्लेख छ। वाछापा, छोछापा र भुसुरी ऐतिहासिक पुर्खाहरू मानिन्छ यस वंशमा। चामलिङ भित्र पनि करिब 503 पाछाहरू छन्। दिखली पाछा, पतछा, साले वृक्षा, रोदली, बुते पाछा, मैधुङछा आदि हुन्।